तपाईहरुमध्ये धेरैलाई लाग्न सक्छ पढे लेखेका र पैसा भएका मान्छेहरू नेपालमा आइभीएफ गराउँदैनन्, उनीहरू विदेशै जान्छन्। नमस्ते, म डाक्टर अस्मिता पाण्डे। प्राय तपाईले मलाई यहाँ परामर्श दिँदै उपचार विधिहरू बुझाउँदै र रिपोर्टहरू चेक गर्दै गरेको देख्नुहुन्छ। तर आजदेखि मेरो आफ्नै आइभीएफ यात्रा सुरु हुँदैछ। मैले आफ्नो सबैभन्दा ठुलो सपनाको लागि विदेश होइन आफ्नै वात्सल्य रोजेँ। सो आज मेरो लास्ट डे अफ इन्जेक्सन, आज 9th डे हो मेरो। सो इन्जेक्सनको कुरा गर्नुपर्दा चाहिँ त्यो प्रिकिङ पेन चाहिँ भयो होइन, खोज्दाखेरि अलिकति पेन हुने चाहिँ भयो। कुनै कुनै मेडिसिनले चाहिँ पुस गर्दा पनि भित्र जाने बेला अलिकति बर्निङ सेन्सेसन पोलेको जस्तो चाहिँ फिल हुन्छ, तर सबै प्रोसेस चाहिँ टलरेबल नै थियो होइन, त्यस्तो डिफिकल्ट चाहिँ मलाई भएन। अब इन्जेक्सनको सिम्टम्सहरूको कुरा गर्नुपर्दा कहिले अलिक टाउकोहरू दुख्ने, ब्रेस्टहरू टेन्डरनेस जस्तो हुने, तल्लो पेटहरू दुख्ने, वाक लागेको जस्तो हुने सिम्टम्सहरू चाहिँ हुनसक्छ, तर मलाई चाहिँ के पनि भएन, एन्ड कम्प्लिटली फाइन। एउटा डाक्टर भएको नाताले मलाई यहाँको सफलता दरमा, यहाँ प्रयोग हुने अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आफ्नो टिमको स्किल्समा पूर्ण भरोसा छ। मेरो विश्वास वात्सल्यमा तपाईको नि।